हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ यो मैले सबैमा आगो लाउने, अब हामीले जोत्ने हो अनि ट्र्याक्टरले सबैमा आगो लाउने। यो चाहिँ कोरेछ, सबै सोरेर सोरेर लाउनुपर्छ। ल गाइज, अब हामीले चाहिँ आगो लाउन डाँठ लिने जाँदै सोलिबिरा सर्न धेरै हुन्छ क्या चिसोमा। यो हामीले चाहिँ यो डाँठले भैँसीले हाल्ने डाँठले आगो लाउँछ। थोरै छैनन् गरेर गाइजहरू, थोरै भेट्नन्, यति धेरै छ। यिनमा सबैमा आगो लाउने। तिमी नै औषधि, तिमी नै डाक्टर। पहिला सुरुवात कुनबाट गर्ने? यही ठुलोबाट गरौँ सुरुवात। ल है गाइस, ल बोल्छ कि नै, बोल्छ कि नै? हाम्रो आगो चाहिँ लगिसक्यो। अब चाहिँ बोल्छ कि नै? पानी परिरहेको चिसो हो कि बादलले यस्तो लगाइरहेको। बोल्छ कि नै? आज नि सबैमा लाएर भ्याउने। अब टाइम कति हो? टाइम 5:30 भइसकेको छ। अब चाहिँ फर्स्ट लगाऊँ। यसलाई चाहिँ अरू ठाउँ लिएर जानुपर्छ। सेकेन्ड निप्छ होला यार। ल गाइजहरू, अब ठड है, तिनवटा ठाउँ बोल्दैन होला। पहिला चाहिँ हामीले आगो लाउनेलाई सबै नाख्थ्यौँ कि, अचल त डर लाग्छ। पहिला सानोमा 6-7 पन्नीमा सबैमा आगो लाउने कि, आगो लाउने अनि माथि आएर नाख्ने। त्यो चाहिँ मजाले बोल्यो गाइस। औषधि, तिमी नै डाक्टर। फर्स्ट वाला मान्नु किन बच्यो जस्तो। पछाडि डाक्टरलाई दिनु। बोल्छ होला कि नै त? सुकेकोमा बोलिरहे। यो भर्खरै हरिहरि भएको बोली होइन कि। ल यो हाम्रो चाहिँ ठुलो पाटो भन्छ यसलाई। पाटो नि ठुलै छ, 2 हलो गोरु लाग्ने जत्रो। ल गाइस, यति लाउनु त रात पर्थ्यो, 100 हुँदा त झनै रात पर्ने।